नेपालले शान्ति सेना मिसनमा आफ्नो सैनिक पठाएको तपाईँलाई ठिक वा बेठिक के लाग्छ भन्ने एक वाक्यमा लेख्नुहोस् मेरो 1 मार्क्सको आयो भने एसीमा। यो भनेको चाहिँ युएनओ अथवा संयुक्त राष्ट्र सङ्घबाट आएको हो, अन्तर्राष्ट्रिय सम्बन्धबाट। यसको दुईटै तर्क हुनसक्छ, ठिक पनि हुनसक्छ, बेठिक पनि हुनसक्छ। ठिक हुँदा माथिको मैले 4वटा दिएको छु, यो मध्ये कुनै एउटा लेख्नु होला। जस्तै यसले राष्ट्रिय पहिचानलाई वृद्धि गर्दछ, विश्वमा शान्ति कायम गर्दछ, राजनीतिक प्रभाव बढाउँदछ, हाम्रो कूटनीतिक वा राजनीतिक प्रभाव बढाउने, मानवीय सहायता प्रदान गर्ने भनेको हामीले ह्युम्यानिटी र ब्रदरहुडको भावना देखाउन सक्छौँ यदि ठिक हो भन्यौँ भने। गलत हो भन्यौँ भने चाहिँ फेरि के हुन सक्दछ भन्दाखेरि सङ्घर्षरत राष्ट्रहरूलाई त सहयोग त हामीले गरिरहेका हुन्छौँ। त्यो क्रममा जुन हामीले चाहिँ दुईटा राष्ट्र हुन्छ, एउटा शक्तिशाली एउटा शक्तिहीन राष्ट्र हुन्छ। यदि शक्ति सम्पन्न राष्ट्रको विपक्षी भएर हामीले शक्तिहीन राष्ट्रलाई सहयोग गऱ्यौँ भने के हुन्छ भन्दाखेरि भोलि त्यो देशले हामीलाई गरिरहेको अर्थतन्त्रमा सहयोगहरू हैन, अनुदानहरूदेखि लिएर हामीलाई दिने स्रोत साधनहरू चाहिँ के हुन्छ, रोक्का हुन सक्छ। जस्तै रसिया युक्रेन वारमा हामीले चाहिँ युक्रेन कमजोर भनेर युक्रेनलाई अमेरिकाले पनि सपोर्ट गर्यो भनेर हामीले सपोर्ट गरेको थियौँ, रसियालाई गरेनौँ। हाम्रो देशमा चाहिँ आइओसी इन्डियन ओइल कर्पोरेसनसँग, भारतीय आयल कर्पोरेसनसँग चाहिँ तेलको सम्झौता गरिएको छ। त्यो फेरि आइओसीले पनि रसियाबाट चाहिँ तेलहरू अथवा अन्य देशबाट बढी चाहिँ रसियासँग पनि तेल लिइरहेको हुन्छ। अब त्यो क्रममा चाहिँ रसियाले चाहिँ नाका लगाइदिँदा अथवा सङ्कट लगाइदिँदा नदिने भन्यो भने विद्युत अथवा इन्धन यसरी यी कुरा साधनहरू हामीले भएन भने हाम्रो अर्थतन्त्रमा नै असर पर्न सक्छ। त्यसैले आर्थिक सङ्कट समेत देशले भोग्न सक्छ। एउटा अर्को के हुनसक्छ, सेनाको परिवारले ज्यानको क्षति बिहोर्न सक्नेछ भने भोलि शक्तिहीन राष्ट्रलाई सहयोग गरियो भने के हुन्छ, देशलाई नै आक्रमण पनि गर्न सक्छ, देश नै पनि युद्धमा पर्न सक्छ। जस्तो अहिले चाइना र इन्डियाको अथवा अमेरिकाको रसियाको मिचोमा नेपाल परेको छ। नेपाललाई चाहिँ युद्ध भूमिको अहिले तेस्रो विश्वयुद्ध सुरु भयो भने नेपालबाटै पनि हुन सक्ने भनेर अनुमान गरिराखिएको छ। त्यसैले गर्दाखेरि त्यस्तो पनि हुनसक्छ। कहिलेकाहीँ चाहिँ हामी तटस्थताको नीति अपनाएको कारणले गर्दाखेरि यो कुरा हामीलाई खतरा पनि हुनसक्छ भन्ने एउटा राय राख्न सकिन्छ।